पुँजी बजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन। सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने। यो वर्ष कानुन सुधार र निर्माणको वर्ष हुने लक्ष्य पूरा गरेर मन्त्रालयगत छलफल थालियो। प्रत्येक महिना छलफल हुने। सुकुना मावि कन्फेसन पेजमा एकपछि अर्को एक्सपोज भए यौन दुर्व्यवहारका आरोपी शिक्षक 3 पक्राउ। मालपोत्र नापीको काम पूर्ण रूपमा स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय। लाइसेन्स सम्बन्धी सबै काम अब अनलाइनबाटै हुने। 400 स्थानीय तहको रोकियो जग्गा किता काट। भारी वर्षाको सम्भावना कम हुँदै यसपालिको मनसुनमा अहिलेसम्म कति भयो जनधनको क्षति, हेर्नुहोस् आजको समाचारमा। डेटा माइग्रेसनले यातायात कार्यालयको सेवा प्रभावित। अत्यावश्यक नभए साउन 8 गतेपछि मात्रै आउन आग्रह। पूर्व तयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म कार्यान्वयन कति सम्भव छ, हेर्नुहोस् आजको समाचारमा। 75 वर्षीय मोतीमान पाखरिन वृद्ध भत्ता थापेर फर्किँदै थिए। रोशी खोलाले बगाउँदा ज्यान गयो। निर्वाचन आयोगका प्रस्तावित आयुक्त विरुद्ध संसदीय सुनवाई समितिमा एउटा मात्र उजुरी। प्रस्तावित 2 आयुक्त विरुद्ध भने उजुरी नै परेन। बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने 2 दलको नीति। साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो। प्रदेश सभाहरू विपक्षी विहीन हुनु हुँदैन। आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न तयार छ भन्छन् कांग्रेस उपसभापति विश्व प्रकाश शर्मा। 15औं महाधिवेशनलाई सर्वसम्मत बनाउन कांग्रेसभित्र आन्तरिक संवाद जारी भएको उपसभापति शर्माको भनाई। चुरे संरक्षणमा बजेट अभाव र सरकारी उद्योगको जीर्ण अवस्थाप्रति सांसदहरूले गरे चिन्ता। बुधबारदेखि वर्षा कम हुने जल तथा मौसम विज्ञान विभागको अनुमान। काठमाडौँ तराई द्रुत मार्ग निर्माणको ढिलाइबारे सांसदहरूको असन्तुष्टि। सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन, 15 दिनभित्र प्रतिवेदन पेश गर्ने समय। सूर्यविनायक धुलीखेल सडक विस्तार, एकातिर कालोपत्रेको चमक, अर्कोतिर लेदो र हिलो सहितको शास्ति। जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको कृषि मन्त्री चौधरीको भनाई। नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना सुरु। केएमसीमा नेपालमै पहिलो पटक बिना चिरफार अवरुद्ध नसाको सफल उपचार सम्पन्न। पूर्व पश्चिम राजमार्गमा ल्यान्डमार्क पुल निर्माण जारी। रतुवा पुलको भौतिक प्रगति 50% सम्पन्न। 40 कन्टेनर तोरी बोकेर 3 वर्षपछि विराटनगर आइपुग्यो रेल। धरान उपमहानगरपालिकामा बजेट होलिडे। कुसुण्डा समुदायको भूमि अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह। बस पार्क घटनामा निशाको शव भेटिएको गेस्ट हाउसको कोठा युवकको नाममा बोग। 1 महिला सहित 5 जना प्रहरीको नियन्त्रणमा। लिग 2 क्रिकेटमा घरेलु मैदानको लयलाई बाहिरी कन्डिसनमा पनि कायमै राख्ने नेपालको लक्ष्य। अर्जेन्टिनाका सर्वाधिक सफल प्रशिक्षक स्कालोनी भन्छन् आगामी बाटो अब अनिश्चित छ। शेयर बजार उकास्न प्रधानमन्त्रीलाई मर्जिङ लेन्डिङदेखि कर सुधारसम्मका सुविधा। शेयर बजारले नागो 2700 अङ्क 1 महिनाकै उच्च। कङ्ग्रेस जनता पार्टीद्वारा भारतको संसदतिर मार्च गर्ने प्रयास, प्रहरीद्वारा लाठीचार्ज र अश्रु ग्यास प्रहार। एन्ड्रु बोनहोम बेलायतका नयाँ प्रधानमन्त्री नियुक्त। भारतमा पहिलो पटक डेङ्गु विरुद्धको खोपले पायो अनुमति। चिठलाग्दो हुलियामा देखिए सलमान खान, फ्यानहरू चिन्तामा। विश्वकपमा पराजयपछि अर्जेन्टिनाको ब्युनस आयर्समा हिंसात्मक झडप। इन्डोनेसियामा डुङ्गा दुर्घटना, 4 दिनपछि 5 जनाको जीवितै उद्धार। भारतको गुजरातमा अवैध पटका कारखानामा विस्फोटन, 5 जनाको मृत्यु, 10 जना घाइते। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा कुन अवस्थामा पिसाबबाट असामान्य गन्ध आउँछ, यस्ता महत्त्वपूर्ण 10 कारणहरू हुन सक्छन् लगायत देश विदेशका 35 महत्त्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौँ। हाम्रो भिडियो सामग्रीहरू अन्तिमसम्म हेरिदिनुहोला। देशमै बसौं, देशमै केही गरौं। लोकसेवा तयारीका लागि टिम सन्देश नै रोजौं। एक पटक भर्ना जागिर नहुँदासम्म ढुक्क। शुभ प्रभात। इनसाइड नेपाल न्युजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2083 साल साउन महिनाको 5 गते मंगलबार, इस्वी सम्वत जुलाई 21, 2026। आज असार शुक्ल पक्ष अष्टमी तिथि। दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईँमा उपस्थित भइसकेका छौँ। तपाईँले हाम्रो न्युज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ, कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनुहोला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। आउनुहोस् आजको समाचार सुरु गरौँ। पुँजी बजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्ताका जायज मागहरू सम्बोधन गरी पुँजी बजार सुधार गर्ने आश्वासन दिनुभएको छ। सोमबार पुँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको प्रतिक्रिया दिनुभएको हो। सरकारले पुँजी बजार सुधारका लागि उठाएका जायज माग कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहसँगको भेटपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रधानमन्त्री शाहसँग
बजारलाई सन्तुलित बनाउन संस्थागत लगानीकर्ताको भूमिका विस्तार, कर प्रणाली सुधार, ब्रोकर मार्फत मर्जिङ लेन्डिङ सञ्चालनका लागि आवश्यक नियामकीय व्यवस्था, गैर आवश्यक नेपालीलाई छिटो पुँजी बजारमा प्रवेश गराउने व्यवस्था तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधि मैत्री बनाउने विषयमा छलफल भएको थियो। आइपिओ प्रणालीमा सुधार गर्दै 10 केती नीति हटाएर योग्य संस्थागत लगानीकर्ता मार्फत बुक बिल्डिङ प्रक्रियालाई प्राथमिकता दिनुपर्ने, इन्ट्राडे कारोबार सुरु गरी बजारको तरलता र कारोबार परिणाम बढाउनु पर्ने लगायतको माग आफूले राखेको उहाँले जानकारी दिनुभएको छ। लगानीकर्ताको घाटा समायोजनको व्यवस्था गरेर शेयर बजारमा कर लगाउने प्रणाली लागू गर्न पनि उहाँले आग्रह गरेको बताउनुभयो। पूर्व अध्यक्ष रेग्मीका अनुसार प्रधानमन्त्री शाहले यी सबै विषय गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सीडीएस लगायतका नियामक तथा बजार सञ्चालक निकायसँग छलफल गरेर आवश्यक सुधार गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले जनाउनु भएको उहाँले जानकारी दिनुभएको छ। सरकारले चालु आर्थिक वर्षमा कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी भर्ना नगर्ने भएको छ। सरकारी कार्यालयहरूले स्थायी पदपूर्तिका लागि लोकसेवा आयोग समक्ष कुनै पनि माग गर्न पाउने छैनन्। मुख्य सचिव गोविन्द बहादुर कार्की नेतृत्वको सोमबार बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो। निर्णयसँगै सरकारी सेवाका लागि तयारी गरिरहेका व्यक्तिहरू प्रभावित हुने भएका छन्। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप नेपाल सरकारका विभिन्न दरबन्दीहरू गर्दा फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले नयाँ दरबन्दीहरू खडा गर्न र भर्ना गर्ने काम रोक्न लागेको हो। चालु आर्थिक वर्ष प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नेपाल सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने नगराउने सचिव बैठकको निर्णयमा भनिएको छ। सरकारले यो वर्ष मन्त्रालयको संख्या 22 बाट घटाएर 18 मा झारेको छ। कतिपय निकायहरू गाभिएका छन्। यी सबै कारणले यस अघि नै स्थायी पदपूर्ति भएका कर्मचारीहरूलाई काममा व्यवस्थापन गर्नुपर्ने भएकाले सरकारले नयाँ भर्नामा रोक लगाएको हो। चालु आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष ल रिफर्म इयरको घोषणा गरेको कानुन मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका लागि सबै विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ। कानुन मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानुन शाखा महाशाखाबीच छलफल भएको कानुन मन्त्री सुविधा गौतमको सचिवालयले जानकारी दिएको छ। प्रत्येक महिनाको पहिलो सोमबार यो बैठक नियमित हुने मन्त्री गौतमको सचिवालयले बताएको छ। कानुन निर्माण वर्ष सफल बनाउन तथा संघीय सांसदलाई आवश्यक विधायकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका 166 विधिको लक्ष्य पूरा गर्नका लागि सोमबारबाट छलफल थालेका हुँ मन्त्री गौतमको सचिवालयले भनेको छ। यो छलफल प्रत्येक महिनाको पहिलो सोमबार हुनेछ। आगामी आर्थिक वर्षमा निर्माण गरिने 166 विधायकहरूको सूची यसअघि नै कानुन मन्त्रालयले संघीय संसदमा बुझाइसकेको छ। विकासका लागि सहज वातावरण निर्माणमा यो वर्ष पुरै कानुन सुधारमा लाग्ने मन्त्रालयको भनाइरहेको छ। कानुन सुधार तथा कानुन निर्माण वर्षका लागि मन्त्रालयले नवबुद्धि कार्ययोजना तयार समेत पारिसकेको छ। सरकारले संसदलाई बिजनेस अभाव हुन नदिन प्रतिबद्धता समेत जनाएको छ। मोरङको सुन्दर हरैचा नगरपालिका वडा नम्बर 10 स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले सामाजिक सञ्जालमा आफूहरूमाथि दुर्व्यवहार गर्ने शिक्षकहरूलाई एक्सपोज गर्ने ट्रेन्ड नै चलाएका छन्। आइतबारदेखि विद्यालयमा पढेका छात्रमाथि भएको दुर्व्यवहारको बारेमा एसकेएन कन्फेसन एन्ड मीम नामको पेजबाट हिडन भोइस नामको सिरिज चलाएसँगै लगातार शिक्षकहरू एक्सपोज भइरहेका हुन्। सन् 2021 मा खुलेको यो पेजले करिब 5 वर्षदेखि नै विद्यार्थीहरूको कन्फेसन र मीम सार्वजनिक गर्दै आएको छ। 8200 फलोअर रहेको यो पेजले शिक्षकहरूलाई एक्सपोज गर्न थालेपछि केही आरोपी शिक्षकहरू पक्राउ पर्नुका साथै विद्यालयबाट निलम्बनमा समेत परेका छन्। आइतबार बिहान 8 बजे उक्त पेजले विद्यालयको कक्षा 11 र 12 मा व्यवस्थापन संकायमा अध्ययनरत छात्राहरूले दुर्व्यवहार भोगिरहेको जानकारी प्राप्त गरेको भन्दै एक पोस्ट सार्वजनिक गर्यो। शिक्षकले आफूलाई यौनजन्य मेसेज पठाउने गरेको, प्राक्टिकल नम्बर बढाउने भन्दै अश्लील तस्बिर माग्ने, रात बिताउन प्रस्ताव गरेको भन्दै च्याट स्क्रिनशट प्राप्त गरेको भन्दै सो पेजले अन्य विद्यार्थीहरू पनि शिक्षकबाट पीडित भएको भई प्रमाण पठाउन आग्रह गरेको थियो। आफूहरूसँग भएका प्रमाण सङ्कलन गरेर शिक्षकलाई एक्सपोज गर्ने र पीडितको गोपनीयता कायम गर्ने पेजले जनाएको थियो। त्यसपछि अन्य पोस्टहरू समेत राखेर आफूहरूलाई साथ दिन सरकारवाला निकाय सामु आग्रह गरिएको थियो। त्यसपछि भने उक्त पेजले विद्यालयका प्रधानाध्यापक हिक्मत बस्नेत, शिक्षकहरू अविरल मास्के, किशोर लाल गस्साधार, लेखराज श्रेष्ठ, भीम नेपाल, युवराज खुलाल, महेश बस्नेत, महेश रेग्मी, विद्यालयका बस चालक प्रदीप भट्टराई, सहचालक लगायतले दुर्व्यवहार गरेको भन्दै कैयौं विद्यार्थीले अनुभव सुनाएका स्क्रिनशटहरू लगातार सार्वजनिक गरिरहेको छ। विद्यालयका एक शिक्षकले आफूसँग नजिक भएमा कक्षा 12 मा पास गराइदिने भन्दै विद्यार्थीलाई मेसेज पठाएको स्क्रिनशट सार्वजनिक भएको छ। अर्को स्क्रिनमा तिनै शिक्षकले विद्यार्थीलाई मेसेजमा भोग्लायो भन्दै अश्लील शब्दको मेसेज पठाएको स्क्रिनशट समेत सार्वजनिक भएको छ। करिब 2 वर्ष पुरानो एक स्क्रिनशटमा उनले विद्यार्थीलाई यौन दुराचारको शब्द समेत लेखेको देखिएको छ। मास्केले आफूलाई बाटोमा हिँडिरहेको बेला दुर्व्यवहार गरेको भन्दै अर्को छात्रले ती शिक्षकलाई जेलमा नै हाल्नुपर्ने भन्दै आफ्नो भगाई सार्वजनिक गरेको अडियो समेत सोही पेजमा सार्वजनिक भएको छ, जहाँ उनले ती शिक्षकले
शिक्षकले आफूलाई उमेरभन्दा निकै ठूलो देखिएको भन्दै अश्लील टिप्पणी गरेको बताएकी छन्। त्यो भन्दा धेरै दुर्व्यवहार भएको बताएकी उनले आफ्नो थप भोगाई भनी पीडाका कारण सुनाउन नसकेको सो अडियोमा सुन्न सकिन्छ। अर्की छात्राले पनि आफ्नो साथीलाई तिनी शिक्षकले डार्लिङ बेबी भन्दै कक्षा 11 मा पढ्दा बाटो छेक्ने गरेको बताएकी छिन्। ती किशोरीले आफ्नो कन्फरेन्समा अर्का शिक्षकले पनि आफ्नो हात अठ्याउने मेकअप गरेको भन्दै गाला सुमसुम्याएर अप्ठ्यारो महसुस गराएको उल्लेख गरेकी छन्। उक्त पेजबाट सार्वजनिक भएको अर्को अडियो कन्फरेन्समा एक छात्राले आफूलाई सोही विद्यालयकै शिक्षकबाट भएको यो दुर्व्यवहार खुलाएकी छन्। कक्षा 9 मा अध्ययन गरिरहेको समयमा नै उनलाई शिक्षकले नराम्रो व्यवहार गरी छुन थालेको उनले बताएकी छन्। कक्षा 11 को अन्तिम परीक्षामा अकाउन्ट विषयको परीक्षा दिएका बेला पनि ती शिक्षकले नराम्रोसँग छोएको र सोही राति फोन निरन्तर आइरहेको उनले बताएकी छन्। राति 10:30 बजेतिर त्यसरी आफूलाई कल आएपछि किन कल गरेको भनेर सोध्दा शिक्षकले निकै भद्दा म्यासेज लेखेको उनले सुनाएकी छन्। तर साथीलाई पनि त्यस्तै दुर्व्यवहार परेपछि विद्यालयमा कम्प्लेन गर्न गएको तर अबदेखि त्यस्तो भए झापट हान्नु भनेर सुझाव दिएको तर शिक्षक विरुद्ध उजुरी नलिएको उनले बताएकी छन्। विद्यालयले वास्ता नगरेपछि आफूले फेरि आवाज उठाउन नसकेको उनको भनाइरहेको छ। घटना सार्वजनिक भएपछि सुकुना माविले आफ्ना 3 जना कर्मचारी विरुद्ध कारबाही अगाडि बढाएको छ। सोमबार विद्यालयले सामाजिक सञ्जालमा एक विज्ञप्ति सार्वजनिक गर्दै लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक भीमप्रसाद नेपाल र बस चालक प्रदीप भट्टराईलाई निलम्बन गरिएको जानकारी दिएको छ। विद्यालय व्यवस्थापन समिति र शिक्षक विभाग संघको संयुक्त बैठकले उनीहरूलाई निलम्बन गर्दै सत्य तथ्य छानबिन गर्न सम्बन्धित निकायलाई पत्रचार गरिएको विद्यालयले जानकारी दिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङले चालक प्रदीप भट्टराई, शिक्षकहरू अविरल मास्के र किशोरलाल गच्छदारलाई पक्राउ गरेको बताएको छ। उनीहरूलाई सोमबार बिहान पक्राउ गरिएको हो। दुर्व्यवहारमा संलग्न अन्य शिक्षकमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। नेपाल सरकारले मालपोत र नापी सम्बन्धी सेवा पूर्ण रूपमा स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ। नेपाल सरकारका सचिवहरूको सोमबारको बैठकले स्थानीय तहलाई सेवा हस्तान्तरणलाई तीव्रता दिने निर्णय गरेको हो। गत वैशाखमा सरकारले भूमि तथा नापी सम्बन्धी नियमावली संशोधन गरी स्थानीय तहलाई संविधानले दिएको अधिकार बमोजिम मालपोत र नापी सम्बन्धी सेवा हस्तान्तरणको बाटो खोलेको थियो। त्यसक्रममा सेवा सञ्चालनका लागि 200 बढी स्थानीय तहले भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका थिए। त्यस्ता निवेदनका आधारमा सेवा सञ्चालनका लागि दक्ष कर्मचारी भएका पालिकाहरूमा क्रमशः सेवा हस्तान्तरण हुँदै आएको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले सबैभन्दा पहिला असार 1 गतेबाट नै मालपोत र नापी सम्बन्धी सेवा सुरु गरेको थियो। सोमबारको सचिव स्तरीय निर्णयले सेवा स्थानीय तहलाई हस्तान्तरणको प्रक्रिया तीव्रता दिने निर्णय गरेको छ। मालपोत र नापी सम्बन्धी सेवाहरू स्थानीय तह मार्फत सञ्चालन हुने गरी हस्तान्तरण प्रक्रियालाई तीव्रता दिने सचिव स्तरीय बैठकको निर्णयमा भनिएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्न आवश्यक तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने भनिएको छ। यातायात व्यवस्था विभागले सोमबारदेखि लाइसेन्स सम्बन्धी सबै काम पूर्ण रूपमा अनलाइन मार्फत सुरु गरेको जनाएको छ। लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानी सम्बन्धी सबै काम अनलाइनबाट गर्न सकिने विभागले जनाएको छ। अब लाइसेन्स बनाउँदा सेवाग्राही स्वास्थ्य परीक्षणका लागि मात्रै सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ। लाइसेन्स सम्बन्धी अनलाइन सेवालाई व्यवस्थित र सहज बनाउन विभागले 7वटै प्रदेशका लागि छुट्टा-छुट्टै वेब पोर्टल बनाएको छ। सेवाग्राहीले अब आफ्नो प्रदेश अनुसारको वेबसाइटमा गई अनलाइन सेवा लिन सक्नेछन्। लाइसेन्सका लागि सबै सेवा अनलाइनबाटै हुने भएपछि यातायात क्षेत्रको सेवा सहज, छिटो र पारदर्शी साथै झन्झट मुक्त हुने अपेक्षा गरिएको छ। विभागका निर्देशक केशव खतिवडाका अनुसार सेवाग्राहीले राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको QR कोड स्क्यान गरी आवेदन फारममा आफ्नो व्यक्तिगत विवरण स्वतः भर्न सक्नेछन्। सुरुवाती समयमा स्वास्थ्य परीक्षणका लागि मात्रै सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीको हकमा साबिकै प्रक्रिया अनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत नै राखिएको निर्देशक खतिवडाले जानकारी दिनुभएको छ। पूर्ण रूपमा अनलाइन मार्फत काम हुने व्यवस्थाले सेवाग्राहीले फारम भर्न र राजस्व तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको विभागको भनाइरहेको छ। देशभरिका करिब 400 महानगरपालिका, नगरपालिका र गाउँपालिकामा जग्गा कित्ताका टोकिएको छ। भू-उपयोग ऐन 2076 तथा भू-उपयोग नियमावली 2079 अनुसार भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका लागि अनिवार्य गर्नुपर्ने वर्गीकरण नगरेका सबै नगरपालिका र गाउँपालिकामा कित्ताका टोकिएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट वर्गीकरण नभएका कुनै पनि पालिकामा साउनदेखि जग्गा कित्ताकाट गर्न नपाउने बताउनुहुन्छ। भट्टका अनुसार अंशबन्ध अदालतको आदेशले कित्ताकाट गर्नु भनेको अवस्थामा बाहेक कित्ताकाट टोकिएको हो। सरकारले 2082 कार्तिकमा भू उपयोग नियमावली संशोधन गरे 2083 असारसम्मका लागि वर्गीकरण नभएका पालिकामा पनि कित्ताकाट गर्न पाइने प्रावधान राखेको थियो। नियमावली बनेको 3.5 वर्ष भइसक्दा पनि 753 मध्ये आधा पालिकाले पनि वर्गीकरण गरेको छैन। 350 भन्दा बढी पालिकाले जग्गा वर्गीकरण गरिसकेको नापी विभागका सूचना अधिकारी दयानन्द जोशी बताउनुहुन्छ। वर्गीकरण भएका पालिकाको नाम संकलन गर्न क्रम जारी रहेको जोशीले जानकारी दिनुभयो। कृषियोग्य भूमि संरक्षणका लागि सरकारले कित्ताकाट अघि नै जग्गाको वर्गीकरण अनिवार्य गरेको थियो। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी नेउपानेले जग्गा वर्गीकरण गर्ने म्याद थप्नुपर्ने बताउनुहुन्छ। पालिकाले कोसिस गर्दा गर्दै दक्ष जनशक्तिको अभावमा वर्गीकरण गर्न समय लागेको उहाँले जानकारी दिनुभयो। जग्गा वर्गीकरण पालिकाको जटिल मध्येको एउटा काम हो। सरकारले म्याद थपेर तत्कालै कित्ताकाट खोल्न पाउनुपर्ने व्यवस्था गर्नुपर्छ, अध्यक्ष पाण्डे बताउनुहुन्छ।
मनसुन सुरु भएपछि विस्थापनमा परेका झण्डै 450 परिवारलाई स्थानीय प्रशासनसँग मिलेर अस्थायी बासको प्रबन्ध मिलाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यसरी विस्थापितहरूको अवस्था नजिकबाट निहालिरहेको पनि अधिकारीहरूले जनाएका छन्। सप्ताहन्तमा देशका विभिन्न ठाउँमा भएको भारी वर्षाका कारण सोमबार बिहानसम्मको आँकडा अनुसार कम्तीमा देशभर विभिन्न 9 ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध थियो भने कतिपय ठाउँमा सडकहरू एकतर्फी रूपमा सञ्चालनमा आएका थिए। नेपाल प्रहरीले असार 5 गते मनसुन सुरु भए यता 724 वटा प्राकृतिक विपदका घटना भएको र 30 यता 66 जना घाइते भएको बीबीसीलाई जानकारी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार पछिका केही दिनका सप्ताहन्तमा जस्तो स्तरमा वर्षा नहुने भन्दै भारी वर्षाको सम्भावना केही घटेको जनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा बाढी पहिरो अविरल वर्षा सर्पदंश सहितका 62 वटा घटनामा 2 जनाको मृत्यु भएको र 15 जना घाइते भएको जनाएका छन्। विभिन्न 18 जिल्लामा पहिरो, 3 जिल्लामा बाढी र 5 जिल्लामा अविरल वर्षा भएको जानकारी प्राधिकरणले दिएको छ। यस वर्ष मनसुन असार 5 गते प्रारम्भ भएको अधिकारीहरूले बताएका छन्। त्यसयता 724 वटा विपदका घटनामा 2700 भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। ती विपदका घटनामा 347 घर डुबानमा परेको र 449 परिवार विस्थापित भएको प्रहरीले जानकारी दिएको छ। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणका प्रवक्ता शान्ति महतले त्यस्ता परिवारलाई स्थानीय सरकारसँग मिलेर सरकारले सहयोग उपलब्ध गराएको बताउनुहुन्छ। प्रहरीको तथ्याङ्कले 110 भन्दा बढी घर संख्या विस्थापित भएको देखाउँछ, जसको आधा भन्दा बढी कोशी प्रदेशमा रहेका छन्। प्रवक्ता महतले त्यस्ता परिवारलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा राखेको र खाद्यान्न सहितका राहत सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो। अधिकारीहरूले यस वर्ष मनसुन जन्य विपदको जोखिम सम्बोधनका लागि 3 वटा सुरक्षा निकायका कम्तीमा पनि 26,000 सुरक्षाकर्मीलाई तयार अवस्थामा राखिएको जनाएका छन्। नेपाल प्रहरी एक्लैले 10,000 भन्दा बढी जनशक्ति स्ट्यान्ड बाई राखेको सहप्रवक्ता एवं प्रहरी वरिष्ठ परीक्षक एसएसपी देव शमशेर जङ्गबहादुर राणाले जानकारी दिनुभएको छ। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणले मनसुन सुरु भए यता 68 वटा चट्याङ, 394 वटा पहिरो र 110 वटा बाढीका घटनाहरू भएको जनाएको छ। सबैभन्दा बढी परिवार बाढी र पहिरोबाट प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सप्ताहन्तमा भएको अविरल वर्षापछि कैयौं ठाउँमा बाढी र पहिरोका विवरणहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद बिनु महर्जनले गएका दिन जस्तो तुलनामा भारी वर्षाको सम्भावना अब केही घटेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, भारी वर्षाको सम्भावना हिजो अस्तिको जस्तो भारी वर्षाको सम्भावना अलिकति कम नै छ। देशैभरि वर्षाको सम्भावना छ, तर कोशी प्रदेशको पहाडी र तराई भूभागमा अनि सुदूरपश्चिमको पहाडी र तराई भूभागमा तथा बाँकी प्रदेशको पहाडी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। उहाँले मंगलबारको मौसममा थप सुधार हुन सक्ने भन्दै आजको लागि पनि वर्षाको सम्भावना छ, तर प्रायः ठाउँमा मध्यम वर्षा हुने र 1-2 ठाउँमा भारी वर्षाको सम्भावना छ। बुधबारबाट पानीको सम्भावना कम हुँदै जाने उहाँले जानकारी दिनुभयो। पछिल्ला केही दिनमा अविरल वर्षापछि काठमाडौँको माइतीघर क्षेत्र जलमग्न भएको देखिएको थियो। यातायात व्यवस्था विभागको प्रणालीमा डेटा माइग्रेसनको प्राविधिक काम सुरु भएसँगै देशभरका यातायात कार्यबाट प्रभाव हुने सेवा केही दिनका लागि प्रभावित हुने भएको छ। विभागले प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र सेवाग्राही मैत्री बनाउन डेटाबेस स्थानान्तरणको काम अगाडि बढाएकाले अति आवश्यक अवस्था बाहेक आगामी साउन 8 पछि मात्रै सम्बन्धित कार्यालयमा सम्पर्क राख्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ। विभागका अनुसार डेटा माइग्रेसनका साथै नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारले तोकेका नयाँ करका दर रेट प्रणालीमा प्रविष्ट गर्ने र त्यसलाई पुराना डेटासँग मिलान गर्ने काम पनि सँगसँगै भइरहेको छ। यी काम पूर्ण रूपमा सम्पन्न भई प्रणाली पूर्ववत रूपमा सञ्चालन हुन करिब 1 हप्ता लाग्ने विभागको अनुमान छ। प्रणाली स्तर उन्नति र तथ्याङ्क व्यवस्थापनको यो काम नसकिदासम्म सेवा लिन केही दिन पर्खनुपर्ने विभागले जनाएको छ। उक्त कार्यहरू पूर्ण रूपमा कार्यान्वयन हुन करिब 1 हप्ताको समय लाग्ने भएकाले अति आवश्यक काम परेको अवस्थामा बाहेक यातायात सम्बन्धी विभिन्न सेवा प्राप्तिका लागि मिति 2083 4/8 गते पश्चात मात्रै सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यसपटक पर्न गएको असुविधाप्रति विभाग क्षमा प्रार्थी रहेको पनि बेहोरा गरिएको छ। घाम लाग्दा उड्ने मुगलिन पोखरा सडकको क्वेरी मण्डल धुलो होस् वा वर्षौंदेखि पिलर मात्रै ठडिएर अलपत्र परेका देशभरका सयौं पुल, यी दृश्य नेपालको विकास निर्माणका स्थायी बिम्ब बनिसकेका छन्। ठेक्का ओगड्ने, समयमा काम नसक्ने, मोबिलाइजेसन पेस्के लिएर बेपत्ता हुने र घाम पानी नभनी खटिएका कामदारले ज्याला नपाउने जस्ता समस्याले नेपालको विकास निर्माण आयोजना समयमा सम्पन्न हुन सकेका छैनन्। यस्ता काली लाग्दा दृश्य अन्त्य गर्न सरकारले हालै विद्यमान ऐन संशोधन गरी सार्वजनिक खरिद दोस्रो संशोधन ऐन 2083 कार्यान्वयनमा ल्याएको छ। लामो समयदेखि थन्किएको यो कानूनले ठेकेदारी प्रथा र सरकारी संयन्त्रका छिद्रहरू टाल्दै समग्र विकासको क्रोनिक रोग अन्त्य गर्ने सरकारको विश्वास छ। यो ऐन दशकौंदेखि अलपत्र परेका रुग्ण आयोजनाहरूलाई तङ्ग्र्याउने शक्तिशाली एन्टिबायोटिक बन्ने सरकारवाला बताउँछन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माणका आयोजनाहरू अलपत्र पर्ने र ढिलासुस्ती हुने परिपाटी अन्त्य गर्न सार्वजनिक खरिद दोस्रो संशोधन ऐन 2083 मार्फत ऐतिहासिक सुधार गरिएको बताउनुभयो। नयाँ ऐनले सस्तोमा ठेका लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्दै सबैभन्दा कम रकम कबोल गर्नेलाई नभई उचित मूल्य प्रस्ताव गर्नेलाई छनौट गर्न उहाँले स्पष्ट पार्नु
भएको छ। मन्त्री लम्सालका अनुसार अब ठेक्का जित्ने आधार न्यूनतम रकम मात्र हुने छैन। यसका लागि औसत बोलपत्र मूल्याङ्कन विधि, गुणस्तर र लागतमा आधारित र निर्माण व्यवसायको योग्यता तथा कार्यक्षमताको पुनः परीक्षण गरिनेछ। यसबाट अस्वाभाविक रूपमा कम बोल कबोल गरेर पछि काम रोक्ने, म्याद थप्ने र गुणस्तर घटाउने जोखिमको अन्त्य हुने मन्त्री लम्सालको दाबी छ। आयोजना सुरु भएपछि विभिन्न बहाना बनाएर काम रोक्ने प्रवृत्तिलाई रोक्न सरकारले नयाँ कानूनमा कौशल व्यवस्था गरेको मन्त्री लम्साल बताउनुहुन्छ। अब बजेट सुनिश्चित नभई, साइट उपलब्ध नभई र डिजाइन तथा स्वीकृति नलिई ठेक्का निकाल्ने पुरानो अभ्यास पनि बन्द गरिएको छ उहाँ भन्नुहुन्छ। यसका लागि बहुवर्षीय स्रोत, सुनिश्चितता र सम्बन्धित निकायबीच पूर्व समन्वय अनिवार्य रहेको उहाँले जानकारी दिनुभयो। निर्माण व्यवसायले मात्र दोष देखाएर पञ्चिने परिपाटीको समेत अब अन्त्य हुने उहाँको भनाइरहेको छ। मन्त्री लम्सालले निर्माण रोकिन नदिन नयाँ ऐनले कानुनी कवचको काम गर्ने बताउनु भएको छ। नेपालको पूर्वाधार विकास क्षेत्रले भोगेको सबैभन्दा ठूलो रोग अस्वस्थ प्रतिस्पर्धा र अचाकली घटेर बोलकबल गर्ने अर्थात् लो बिडिङको प्रवृत्ति नै थियो। लागत अनुमानभन्दा 40 देखि 50% सम्म घटेर ठेक्का हाल्ने, ठेक्का हात पार्न साथ 20% मोबिलाइजेसन पेक्सी बुझ्ने र पछि काम गर्न नसकेर आयोजना अलपत्र पार्ने विकृति व्यापक थियो। अब नयाँ ऐन आएसँगै यो अवस्थाको अन्त्य हुने बताइएको छ। रोशी खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। आफ्नो विरुद्ध बत्ता लिन कटुन्जेमा रहेको सिद्धार्थ ब्याङ्कमा पुगेर फर्किने क्रममा रोशी गाउँपालिका 7 कटुन्जे बेसीका 75 वर्षीय मोतीमान पाखरिनलाई रोशी खोलाले बगाउँदा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोको अनुसार सोमबार दिउँसो रोशी गाउँपालिका 7 स्थित रोशी खोला तर्ने क्रममा पाखरिन बगेका थिए। स्थानीयबाट खोलाले मानिस बगाएको सूचना प्राप्त हुनसाथ प्रहरी चौकी कटुन्जे बेसी र इलाका प्रहरी कार्यालय मङ्गलटाराबाट खटिएको प्रहरी टोली खोजी तथा उद्धार कार्यमा लागेको थियो। खोजीका क्रममा पाखरिनलाई रोशी गाउँपालिका 8 गिम्दी बेसी स्थित रोशी खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरुद्ध संसदीय सुनवाई समितिमा एउटा मात्र उजुरी परेको छ। सुनवाई समितिले निर्वाचन आयोगमा प्रस्तावित प्रमुख आयुक्त कार्की, आयुक्त गुरु वाग्ले र राजीव सुब्बा विरुद्ध उजुरी आह्वान गरेको थियो, तर वाग्ले र सुब्बा विरुद्ध भने कुनै पनि उजुरी परेन। कार्की विरुद्ध एउटा मात्र उजुरी परेको छ। समितिले प्राप्त गरेको अर्को उजुरीमा भने संवैधानिक निकायमा हुने नियुक्ति प्रक्रियाबारे सुझाव छ, जसमा गोलाप्रथादेखि नियुक्तिका विषयमा सुझाव प्रस्तुत गरिएको छ। समितिले आज उजुरी खोलेर वितरण गर्ने तयारी गरेको छ। समितिले उजुरीकर्तालाई बोलाएर छलफल गर्ने प्रचलन छ। साथै प्रस्तावित आयुक्तहरूका कार्ययोजना पनि आज नै सांसदहरूलाई वितरण गर्ने तयारी छ। सुनवाईको मिति समेत आज नै तय हुनेछ। नेपाली कांग्रेसले एकतर्फी रूपमा प्रदेशहरूमा भइरहेको कांग्रेस र एमाले बीचको सत्ता सहकारी टुटीको घोषणा गरेसँगै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच गठबन्धन गर्दै सहकारी गर्ने पक्षमा नेताहरू पुगेका छन्। सोही कारण सोमबार एमाले बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट तत्काल अलग नहुने निर्णय गरेको छ। दलको बैठकले केन्द्रको निर्णय कोर्ने भन्दै बागमती सरकारबाट बाहिरिने एमालेको यसअघिको निर्णय होल्डमा राखेको नेताहरूले बताएका छन्। रोचक कुरा त के छ भने सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा एमालेका सचिव महेश बस्नेत र एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल समेत सहभागी भएका थिए। मन्त्रीहरू अहिले होल्डमै राख्ने निर्णय भयो। दलको बैठकमा सहभागी एमाले प्रदेश अध्यक्ष ढुङ्गेलले भन्नुभयो, हामीले दिएको सल्लाह र सुझाव मात्र होइन, जनताको चाहना बागमती लगायतका प्रदेशमा लेफ्ट शक्तिहरू नै मिल्नुपर्छ भन्ने छ। सोही अनुसार हाम्रो गृह कार्य पनि भइरहेको छ। नेता ढुङ्गेलका अनुसार बागमती लगायतका प्रदेशहरूमा लेफ्ट शक्तिहरू बीचको सहकार्यका लागि समझदारी समेत तयारी अगाडि बढेको छ। नेकपाका संयोजक प्रचण्ड देश बाहिर भएकाले अलिकति ढिला भए पनि उहाँ फर्केपछि भेटघाट र संवाद अगाडि बढेको छ। ढुङ्गेलले भन्नुभयो, लेफ्टहरू बीचको कार्यगत एकता र सहकारी मार्फत नै अगाडि बढ्ने लगभग निश्चित छ। नेता ढुङ्गेलले प्रतिकूलतालाई र आफूसँग भएको अनुकूलतालाई प्रयोग गर्ने नीति रहेको बताउनुहुन्छ। प्रतिकूलतालाई अनुकूलतामा बदल्ने र आफूहरूसँग भएको अनुकूलतालाई प्रयोग गर्ने नीति अवलम्बन गर्ने हो। यसमा कांग्रेस मिलेर नजाने हो भने कतिपय ठाउँमा राप्रपाले समेत साथ दिएर जाने हो, ढुङ्गेलको भनाइरहेको छ। त्यसका लागि सबैभन्दा पहिला बागमतीबाट सहकारी सुरु हुने ढुङ्गेलको भनाइरहेको छ। 2 वर्ष अघि नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सत्ता गठबन्धन गर्ने सहमति अनुसार कांग्रेसले त्यसलाई तोडेको पनि एमालेको ठहर छ। कांग्रेसले एकपक्षीय रूपमा सुदूरपश्चिममा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले विकल्पका रूपमा नेकपालाई रोजेको हो। सुदूरपश्चिमपछि कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाएका थिए। कांग्रेसले एमालेसँगको सहकार्य तोड्दै नेकपासँग सहकारी गर्ने चाहना प्रकट गरेको छ, तर नेकपाले भने कांग्रेसभन्दा एमालेसँगको सहकार्यलाई जोड दिएको बताइएको छ। सोही अनुसार नेकपाका संयोजक प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै भेटेर टुङ्गो लगाउने बताइएको छ। यसअघि नेकपाका नेताहरू परमेश समाल र वर्षमान पुनले अध्यक्ष ओली निवास पुगेर प्रदेश सरकारमा सहकारीबारे सामान्य छलफल समेत गरेको बताइएको छ। हिजो साउनको पहिलो सोमबार पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा भक्तजनको भिड लागेको देख्न सकिन्थ्यो। पशुपतिनाथमा सोमबार बिहानैबाट 4वटै ढोका खोलिएका थिए। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूका अनुसार धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्त्व मानिने साउनको पहिलो सोमबार देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थित रहेको थियो। साउन महिना र सोमबारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ। उक्त दिन श्रद्धालुहरूले विशेष गरी व्रत बसी भगवान शिवको पूजा आराधना गर्ने गर्छन्। काठमाडौँको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्बेश्वर साथै मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा पूजा अर्चना गर्नेहरूको लामो लागेको देख्न सकिन्थ्यो।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकारहरू प्रतिपक्ष विहीन बन्न नहुने बताउनु भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले प्रदेश सरकार गठन र सञ्चालनका क्रममा लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्मलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो। शर्माले पछिल्लो समय प्रदेश सरकारमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको स्वीकार गर्दै ती विषयमा आन्तरिक संवाद र अभ्यासहरू भइरहेको पनि जानकारी दिनुभएको छ। कुनै पनि प्रदेश सभा प्रतिपक्ष विहीन बन्न नहुने कांग्रेसको स्पष्ट बटम लाइन रहेको र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले प्रतिकूल परिस्थितिमा पनि यसको मूल मर्मलाई उल्लङ्घन गर्न नमिल्ने जिकिर गर्नु भएको छ। प्रदेश सरकारको फेरबदल र नयाँ सरकार गठनको प्रक्रियामा प्रतिपक्षको परिकल्पना अपरिहार्य रहेको उहाँको तर्क छ। लोकतान्त्रिक प्रणालीलाई जोगाउन आवश्यक परे नेपाली कांग्रेस आफू प्रतिपक्षमा बस्न तयार रहेको तर सबै मुख्य दलहरू एउटै सरकारमा वोट लाग्ने प्रवृत्ति उपयुक्त नहुने शर्माको भनाइरहेको छ। साथै उपसभापति शर्माले पार्टीको आगामी 15औं महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र संवाद भइरहेको जानकारी दिनुभएको छ। उहाँले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पार्नु भएको हो। उपसभापति शर्माले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताउनुभयो। 15औं महाधिवेशनमा पार्टीमा सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्रीबीच सकारात्मक संवाद भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। पार्टीभित्र भइरहेका यी छलफलहरूले सकारात्मक निष्कर्ष निकाल्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको शर्माले उल्लेख गर्नुभयो। पत्रकार सम्मेलनको प्रारम्भमै उहाँले पार्टीको आन्तरिक जीवन र एकताको विषयमा सञ्चारकर्मीको जिज्ञासा सम्बोधन गर्दै नेतृत्व तहमा समझदारी कायम गर्ने प्रयास भइरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभा सदस्यहरूले चुरे संरक्षणका लागि पर्याप्त मात्रामा बजेट विनियोजन नगरिएको तथा उद्योग सञ्चालनबाट सरकारले सार्वजनिक गरेका दाबीहरू यथार्थसँग मेल खाएको नदेखिएको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्याजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले चुरे संरक्षणका लागि बजेट अभाव रहेको बताएका हुन्। समितिले मधेस तथा बागमती प्रदेशमा सञ्चालनमा रहेका उद्योग, कल कारखाना तथा राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अनुगमन गरेको थियो। अनुगमनको समीक्षा छलफलमा सहभागी नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले चुरे क्षेत्रमा संरक्षणका आवश्यक बजेट विनियोजन नभएको देखिएको बताउनु भएको छ। उहाँले चुरे पहाड संरक्षणका लागि विभिन्न अभियान तथा कार्यक्रमहरू सञ्चालन भइरहे पनि पर्याप्त बजेटको अभावमा प्रभावकारी रूपमा कार्यक्रम हुन नसकेको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद गोमादेवी तिमिल सिन्हाले कृषि औजार कारखानाको विकास र प्रबन्धका लागि सरकारले आवश्यक सहयोग गरेको नदेखिएको बताउनु भएको छ। उहाँले विगतमा सरकारले प्रत्येक 10 वर्षमा 50 करोड रुपियाँ दिने शर्त भए पनि त्यस अनुसार सहयोग प्राप्त नभएको अनुगमनका क्रममा कारखानाले जानकारी गराएको पनि बताउनु भएको छ। नेपाली कांग्रेसका सांसद पदम परियारले समितिले हेटौँडा कपडा उद्योगको स्थलगत अनुगमन नगरेको प्रति आपत्ति जनाउनुभयो। उहाँले सरकारले उक्त उद्योग सञ्चालनका लागि बजेट समेत विनियोजन गरिसकेको अवस्थामा उद्योगको अनुगमनकारी सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा समितिले त्यस्तो नगरेको भन्दै आपत्ति जनाउनुभयो। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले मंगलबार देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताउनु भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा धेरै स्थान साथै मध्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा वर्षाको सम्भावना रहेको देखाएको छ। काठमाडौँ तराई द्रुत मार्ग फास्ट ट्र्याक निर्माणमा भएको ढिलाइप्रति राष्ट्रिय सभा सदस्यहरूले असन्तुष्टि जनाएका छन्। सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्याजित विधायन समिति बैठकमा मधेस र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौँ तराई द्रुत मार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको 4 वर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका छन्। बैठकमा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले लामो वर्ष बितिसक्दा र राष्ट्रिय गौरवको आयोजना भए पनि द्रुत मार्ग कहिले बन्छ भन्ने कुरा अझै टुङ्गो लाग्न नसकेको बताउनुभयो। 4 वर्षभित्र सम्पन्न हुने बताए पनि निर्माण स्थलको अनुगमन र प्राविधिकहरूसँगको छलफलपछि 4 वर्षभित्र पनि सकिने लक्षण नदेखिएको उहाँको भनाइरहेको छ। त्यस्तै राष्ट्रिय सभा सदस्य युवराज शर्माले द्रुत मार्ग निर्माणका क्रममा देखिएको समस्या समयमै समाधान गर्न नसक्दा ढिलाइ भएको बताउनुभयो। उहाँले राष्ट्रिय गौरवको आयोजना निर्माणमा भएको ढिलाइ र बजेट व्यवस्थापनका बारेमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिनु भएको छ। समितिले केही समय अघि काठमाडौँ तराई मधेस द्रुत मार्ग, नागढुङ्गा सुरुङ मार्ग, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम लगायतको स्थलगत अनुगमन गरेको थियो। सचिवहरूको बैठकले सार्वजनिक विधा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार 2 दिन विधा थपिएपछि सार्वजनिक विधा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयको सह सचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ। उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने निर्णय समेत भएको छ।
कोटेश्वर सूर्यविनायक 6 लेन सडकको निरन्तरता स्वरूप भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलीखेलसम्म निर्माणाधीन 16 किलोमिटर सडक विस्तार आयोजनाको काम भइरहेको छ। एकातिर सडक खण्डमा अत्याधुनिक पेभर मेसिनद्वारा तीव्र गतिमा उच्च गुणस्तरको पिच कालोपत्रे भइरहेको सुखद क्षण देख्न सकिन्छ भने अर्कोतिर ढल निर्माणमा भएको ढिलाइ र अव्यवस्थित डाइभर्सनका कारण सामान्य वर्षमा पनि यात्रुहरूले निकै कष्ट र हिलाम्बी साथै जोखिमपूर्ण यात्रा गर्नु परेको तीतो यथार्थ छ। आयोजनाको केही खण्डमा सडक चौडा पार्न खनिएका ठाउँमा उचित ढल निकासको व्यवस्था नहुँदा सामान्य वर्षमा पनि सडकमा लेदो माटो र हिलोको नहर जस्तै बनेको छ। तस्बिरमा स्पष्ट देख्न सकिन्छ कि पानी ट्याङ्कर, बस र विशेष गरी दुई पाङ्ग्रे सवारी साधन, मोटरसाइकल र स्कुटर लेदोयुक्त सडकमा सन्तुलन गुमाउँदै जोखिमपूर्ण तवरले अगाडि बढ्न बाध्य छन्। कतिपय सडकमा जमेको हिलो, पानीको गहिराई थाहा नहुँदा दुर्घटनाको त्रास पनि उत्तिकै छ। यस विकराल अवस्थाका बीच सडक विस्तारको अर्को उत्साहजनक पाटो पनि छ। सडकको एक भागमा अत्याधुनिक अस्फाल्ट, पेभर मेसिन र हेभी रोलरहरूले प्रयोग गरेर कालोपत्रे धमाधम गरिँदैछ। धुलो र हिलोबाट आकुल व्याकुल स्थानीय यात्रुहरूका लागि यो कालोपत्रे बन्ने नयाँ राहतको सुरुवात जस्तै बनेको छ। पिच गरिएको खण्ड निकै फराकिलो र अन्तर्राष्ट्रिय स्तरको देखिएको छ, जसले आयोजना सम्पन्न भएपछि यस भेगको आर्थिक परिदृश्य बदल्ने सङ्केत गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण र जलवायु स्मार्ट प्रविधि मार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको पनि बताउनुभयो। यी लक्ष्य हासिल गर्न चीन सरकार, सिडका, FAO तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय साझेदारीमा आधुनिक पूर्वाधारको निर्माण गरी कृषि उत्पादनमा वृद्धि, खाद्यान्न सम्प्रभुता सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृङ्खला विकास गर्ने बताउनु भएको छ। उहाँले नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व, जलवायु परिवर्तनमा बढ्दो असर, प्राकृतिक विपद, कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन, आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँच जस्ता संरचनागत चुनौतीबाट प्रभावित रहेको उहाँले उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यातमा समेत समस्या भएको उहाँको तर्क छ। उहाँले आधुनिक परीक्षण प्रयोगशालाको निर्माण र विस्तारलाई पनि सरकारले उच्च प्राथमिकता राखेको जानकारी दिनुभएको छ। नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रममा बीच परियोजनाको शुभारम्भ गरिएको हो। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा उक्त परियोजना सुरु गरिएको नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले बताउनुभयो। राजदूत माओमिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। अन्तर्राष्ट्रिय विकास सहयोगका लागि चिनिया निकाय अन्तर्गतको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ कोअपरेसन फन्ड मार्फत यो परियोजना सञ्चालन हुन लागेको हो। परियोजना कार्यान्वयनका लागि संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारले समेत समन्वय र साझेदारी गर्नेछन्। राजदूत माओमिङले कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्नु भएको छ। उहाँले चीन र नेपाल बीचको भौगोलिक सामिप्यता र ऐतिहासिक सम्बन्धले कृषि क्षेत्रमा सहकारीका व्यापक सम्भावनाहरू रहेको समेत बताउनुभयो। काठमाडौँ मेडिकल कलेजले नेपालमा पहिलोपटक अर्बिटल एथेरोस्टोमी प्रविधि मार्फत जटिल नसाको बिना चिरफार सफल उपचार गरेको छ। खुट्टाको नसा पूर्ण रूपमा अवरुद्ध भई अङ्ग नै गुमाउनु पर्ने जोखिममा रहेका बिरामीको अर्बिटल एथेरोक्टोमी मार्फत सफल उपचार भएको यो घटना नेपालकै पहिलो भएको कलेजले जनाएको छ। पोखराका 71 वर्षीय हरिमाया रामजाली लामो समयदेखि खुट्टाको नसा कडा भएर रक्त सञ्चार अवरुद्ध हुँदा काठमाडौँ मेडिकल कलेज पुग्नु भएको थियो। खुट्टा निलो हुने, घाउ निको नहुने तथा अत्याधिक चिसो हुने समस्याबाट पीडित रामजालीको KMC को मुटु तथा रक्तनली शल्यक्रिया विभागका डाक्टर कृष्ण बस्यालको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सफल उपचार गरेको जनाएको छ। बिरामीको मुख्य समस्या रक्तनलीभित्र जमेको कडा क्याल्सियमका कारण नसा अवरुद्ध भएको थियो। डाक्टर बस्यालले पहिलो चरणमा खुल्ला शल्यक्रिया मार्फत नसाको मार्फत गरिए पनि तल्लो भागमा रहेको कडा अवरोध सामान्य विधिबाट हटाउन सम्भव नभएपछि चिकित्सकीय टोलीले अर्बिटल इन्डोभास्कुलर एथेरेक्टोमी प्रविधिको प्रयोग गरी उपचार गरिएको जानकारी दिनुभएको छ। उहाँले दुवैजना बिरामीको स्वास्थ्य अवस्था सुधार हुनु रहेको पनि जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत ठूला र लामा पुलहरूलाई ल्यान्डमार्क ब्रिजका रूपमा विकास गर्ने सडक विभागको नीति अनुरूप झापाको रतुवा खोलामा आकर्षक पुल निर्माण जारी छ। काँगडभित्तादेखि लौहीपुरसम्मको 95 किलोमिटर सडक खण्डमा निर्माण भइरहेका 6वटा ठूला पुल मध्ये 585 मिटर लामो रतुवा पुलको निर्माण कार्य 50% भन्दा बढी सम्पन्न भएको छ। कोरियाली परामर्शदाता कम्पनी सोसुङले डिजाइन गरेको उक्त पुल आधुनिक आर्च स्टिल ट्रस प्रविधिमा आधारित छ। पुलको कुल चौडाइ 16.5 मिटर रहने काँगडभित्ता लौकाई सडक योजना पश्चिम खण्डका
योजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो, जसमा डबल लेन सहित सर्भिस लेन र फुटपाथको समेत व्यवस्था गरिएको र पुललाई कलात्मक र बलियो बनाउन 87 देखि 90 मिटरसम्मका लामा स्पानहरू राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार यसमा प्रयोग गरिएका 410 र 420 ग्रेडको उच्च गुणस्तरको स्टिल चीनबाट आयात गरिएको हो। पुल निर्माणका लागि आवश्यक स्टिलका सामग्री तयार गर्न निर्माण व्यवसायले मोरङको उर्लाबारीमा उच्च प्रविधियुक्त फ्याब्रिकेसन यार्ड स्थापना गरेको छ। उक्त यार्डमा CNC मेसिनरी मार्फत कम्प्युटराइजिङ, कटिङ र नियन्त्रित वेल्डिङको काम भइरहेको छ। नेपालमा पहिलो पटक यदि ठूलो आकारको ग्ल्याभेनाइजेसन ट्याङ्क निर्माण गरी पुलका संरचनालाई खिया नलाग्ने बनाउने काम भइरहेको छ। नेपालको तेल उद्योगका लागि 40 कन्टेनर तोरी बोकेको कार्गो सोमबार कोलकाताबाट विराटनगर आइपुगेको छ। नेपालको तेल उद्योगका लागि 40 कन्टेनर तोरी बोकेको कार्गो रेल सोमबार कोलकाताबाट विराटनगर आइपुगेको छ। स्वस्तिक आयलले तेस्रो देशबाट लिएको तोरी बोकेर भारतको कोलकाता बन्दरगाहबाट 3 वर्षपछि पहिलो पटक विराटनगरसम्म कार्गो रेल आइपुगेको हो। 3 वर्ष अघि नियमित रूपमा सञ्चालन हुने बाचा गर्दै सुरु भएको कोलकाता विराटनगर कार्गो रेल सेवा त्यसपछि अवरुद्ध नै थियो। त्यसयता नफर्केको रेल सोमबार पनि विराटनगर आइपुगेको छ। 2080 जेठ 18 मा भारतको बतनहाबाट 2400 टन औद्योगिक कच्चा पदार्थ बोकेको र्याक लिएर पहिलो कार्गो रेल आएको थियो। त्यसपछि रेल दोस्रो पटक विराटनगर फर्किएको थिएन। कोलकाता बन्दरगाहबाट 40 फिट लम्बाइ भएका 40 वटा कन्टेनर बोकेको मालवाहक रेल विराटनगर भन्सार यार्ड आइपुगेको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमासम्म रेल मार्ग मार्फत ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै यो सेवा पुनः सुरु भएको छ। कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासका अनुसार भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले कोलकाता, हल्दिया र विशाखापट्टनममा बन्दरगाहबाट रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गर्दै विराटनगर भन्सारको यार्डसम्म रेल कार्गो लैजान सकिने व्यवस्था गरेको थियो। धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि बजेट नीति तथा कार्यक्रमहरू ल्याउन सकेको छैन। यसले गर्दा बजेट होलिडेको अवस्था सिर्जना भएको छ। धरान उपमहानगरपालिकामा बजेट ल्याउने बेलामा भएका विवादका कारण समयमा बजेट आउन नसकेको यो तेस्रो वर्ष हो। स्थानीय सरकार सञ्चालनले 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन 2074 अनुसार स्थानीय तहले असार 10 गतेभित्र आगामी आर्थिक वर्षको बजेट नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ। तर यो वर्ष पनि तोकिएको समयसीमा पालना गर्न नसक्दा नयाँ आर्थिक वर्ष सुरु भएसँगै धरान उपमहानगरपालिका बजेट विहीन अवस्थामा पुगेको छ। आर्थिक वर्षको बजेट असार 10 गतेभित्र नगरसभामा प्रस्तुत गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। तर धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले अहिलेसम्म बजेट ल्याउने छाँटकाट नै देखाएका छैनन्। बजेट ल्याउन नसकेपछि आइतबार कार्यपालिका बैठक बस्यो। बैठकमा बजेट किन ढिला भयो भन्ने विषयमै अर्को वर्ष चल्दा कार्यवाहक नगर प्रमुख ऐन्द्र विक्रम बेघा र वडाध्यक्ष बीच नै चर्काचर्की र जुहारी चल्यो। कार्यपालिका सदस्यहरूले बजेट ढिलाइको कारणबारे काबा प्रमुख बेघासँग जवाफ माग गरे। आइतबारको बैठक स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बसेर कार्यपालिकाबाट बजेट सम्बन्धी निर्णय गर्ने तयारीका लागि थियो। तर एजेन्डामा प्रवेश नगरी अर्कै विषयमा बहस चल्न थालेपछि कार्यपालिका बैठक निष्कर्षविहीन बन्यो। बजेटका लागि भनेर बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूले बजेट ढिलाइले विकास आयोजना, सेवा प्रवाह र चालु आर्थिक वर्षका कार्यक्रम प्रभावित हुने भन्दै यसको जिम्मेवारी कावा नगर प्रमुखले लिनुपर्ने र आगामी कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्। धरान 19 का अध्यक्ष पूर्णबहादुर लिम्बुले कार्यवाहक नगर प्रमुख बेगासँग बजेट ढिलाइबारे चित्त बुझ्ने गरी जवाफ दिनुपर्ने र स्पष्ट धारणा राख्न पनि आग्रह गर्नुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगले कुसुण्डा समुदायको भूमि अधिकार सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ। आयोगले कुसुण्डा समुदायका लागि उनीहरूको स्वतन्त्र पूर्व सूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बस्ती निर्माणको प्रबन्ध गराउन सिफारिस गरेको हो। कुसुण्डा समुदायको मानव अधिकार अध्ययन प्रतिवेदन 2083 अनुसार धेरै जसो कुसुण्डाहरूले एकीकृत कुसुण्डा बस्ती निर्माणमा जोड दिएका छन्। कुसुण्डा समुदायका अगुवाका अनुसार भाषा तथा सांस्कृतिक संरक्षणका लागि एकीकृत बस्ती आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। घुमन्ते फिरन्ते जीवनशैली त्यागेर कुसुण्डा समुदाय आधुनिक बसोबासतर्फ आकर्षित हुँदै गएको अध्ययनले देखाएको छ। कुसुण्डाको जनसङ्ख्या 253 जना रहेको छ। प्रतिवेदनमा भनिएको छ, पहिचान जोखिममा पार्न थालेपछि अहिले कुसुण्डाहरू आफ्नो मौलिकता, भाषा, कला, संस्कृतिको संरक्षण गर्न एकीकृत बस्तीको माग गरिरहेका छन्। काठमाडौँको नयाँ बस पार्क स्थित गेस्ट हाउसमा मृत भेटिएकी निशा सुनवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आइतबार 25 वर्षीय सुनवारको शव गेस्ट हाउसको कोठामा पलङभित्र व्यवस्थापन गरेको अवस्थामा भेटिएको थियो। कैलालीको धनगढी नगरपालिका वडा नम्बर 7 घर भएर माछापोखरी बस्दै आएकी सुनवारको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खोलेको काठमाडौँका एसएसपी दीपक घिमिरेले रातो पार्टीलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो, हत्या भएको आशंका गरेका छौं। पोस्टमार्टम गरेपछि थप कुराहरू खोल्छन्। साउन 3 मा कोठा सफा गर्ने क्रममा गन्ध आएपछि गेस्ट हाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा पलङमुनि सड्न लागेको
अवस्थामा निशाको शव भेटिएको थियो। गेस्ट हाउसको कोठा एकजना युवकको नाममा बुक गरेको र निशा त्यहाँ असार 28 गतेदेखि बस्दै आएकी थिइन्। अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन् गेस्ट हाउसमा असार 28 गतेदेखि नै मृतक आउजाउ गरेको देखिन्छ। उनको शरीरमा ठूलो चोट देखिएको छैन। टाउको पछाडिको भागमा सामान्य चोट देखिएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। हत्यामा संलग्न आशंकामा प्रहरीले 5 जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा 4 जना पुरुष र 1 जना महिला छन्। उनीहरूसँग जिल्ला प्रहरी परिसर काठमाडौँको इन्टेलिजेन्स टिमले सोधपुछ गरिरहेको छ। सुनवारको सब पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल पठाइएको छ। आइसिसी क्रिकेट विश्वकप लिग 2 मा नेपालको यात्रा फेरि एकपटक निर्णायक मोडमा आइपुगेको छ। घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै शीर्ष 4 को दौडमा आफूलाई पुनर्स्थापित गरेको नेपाल अब त्यसै लहलाई विदेशी भूमिमा पनि निरन्तरता दिने लक्ष्यसहित नेदरल्यान्ड पुगेको छ। आजदेखि नेदरल्यान्ड्समा सुरु हुने त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। घरेलु मैदानमा लगातार 2 श्रृङ्खलामा प्रभावशाली प्रदर्शन गरेपछि अब नेपालका लागि वास्तविक परीक्षा भने विदेशी परिस्थितिमा हुनेछ। ठिक 2 महिना अघि नेपाल लिग 2 अङ्कतालिकाको 7औं स्थानमा थियो। 20 खेलबाट 5 जित मात्रै निकालेको नेपाल 12 अङ्कसहित सङ्कटपूर्ण अवस्थामा पुगेको थियो। त्यतिबेला शीर्ष 4 मा पुग्ने सम्भावना निकै कठिन देखिएको थियो। तर कीर्तिपुरमा ओमान, युएई, अमेरिका र स्कटल्यान्ड विरुद्ध खेलेका 8 खेलमध्ये 6 खेल जित्दै नेपालले 12 महत्त्वपूर्ण अङ्क जोड्यो र अङ्कतालिकामा 5औं स्थानमा फड्को मार्यो। यो सँगै शीर्ष 4 को सम्भावना फेरि बलियो बनेको छ। अब भने नेपालको बाँकी यात्रा घरभन्दा बाहिर हुनेछ। नेदरल्यान्ड्सपछि नेपालले ओमान र क्यानाडा विरुद्ध अर्को श्रृङ्खला खेल्नेछ। त्यसैले आगामी 8 खेलले नेपाल शीर्ष 4 भित्र पर्छ या पर्दैन भन्ने धेरै हदसम्म निर्धारण गर्नेछ। घरेलु मैदानमा नेपालको सफलताको आधार सन्तुलित टोली प्रदर्शन थियो। बलिङ पहिले जस्तै मजबुत रह्यो भने ब्याटिङमा पनि उल्लेखनीय सुधार देखियो। विशेष गरी शीर्ष क्रमले निरन्तर योगदान दिन थालेपछि नेपालले प्रतिस्पर्धात्मक योगफल बनाउने मात्र होइन लक्ष्य पछ्याउँदा पनि आत्मविश्वास देखाउन थाल्यो। ईशान पाण्डेको आगमनपछि शीर्ष क्रममा देखिएको दायाँ बायाँ संयोजनले पनि नेपालको ब्याटिङलाई थप सन्तुलित बनाएको थियो। कप्तान रोहित पौडेलदेखि मध्यक्रमका ब्याटर र बलरहरूले सामूहिक रूपमा जिम्मेवारी पूरा गर्दा नेपालले अमेरिका र स्कटल्यान्ड जस्ता बलियो टोलीलाई समेत दबावमा राख्न सफल भएको थियो। नेपालले अघिल्लो लिग 2 चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनौटसम्मको यात्रा तय गरेको थियो। यस पटक पनि त्यस्तै पुनरागमनको कथा दोहोर्याउने अवसर छ। तर त्यसका लागि विदेशी भूमिमा पनि घरेलु प्रदर्शन दोहोर्याउनु अपरिहार्य हुन्छ। कप्तान रोहित पौडेलले पनि विश्वकप छनौट र ओडिआई स्ट्याटसका लागि श्रृङ्खला धेरै महत्त्वपूर्ण भएको बताउँदै राम्रो प्रदर्शन गर्ने बताएका छन्। अन्तिमका 2 सिरिज अत्यन्तै राम्रो भएको छ। अब हुने नेदरल्यान्ड सिरिजमा हामी केन्द्रित छौँ। रोहितले भने हाम्रो लक्ष्य एक दिवसीय विश्वकप खेल्नु छ। हामी त्यही अनुसार खेल्नेछौँ। त्यस्तै गरी नेपाली टोलीका पेस बलर सम्पाल कामीले अब हुने श्रृङ्खला धेरै महत्त्वपूर्ण रहेको र शीर्ष 4 भित्र पर्ने गरी नतिजा दिने बताएका छन्। हाम्रो जुन लय छ हामीले त्यसलाई कायम नै राख्नुपर्छ किनभने हाम्रो लक्ष्य शीर्ष 4 मा फिनिश गरेर ओडिआई स्ट्याटस जोगाउने र विश्वकप छनौटमा पुग्नु नै हो, सोमपालले अनलाइन खबरसँग भनेका छन्। नेदरल्यान्ड्समा सुरु हुने यो श्रृङ्खलामा नेपालका लागि केवल अङ्क जोड्ने अवसर मात्र होइन, विश्वकप छनौटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्त्वपूर्ण परीक्षा पनि हो। यस श्रृङ्खला अघि नेपालले फिटनेसमा पनि काम गरेको कप्तान रोहित पौडेल बताउँछन्। हामीले केही समय स्किल अनि अधिकांश समय फिटनेसमा बढी काम गरेका छौँ। त्यसैले तयारी राम्रो भएको उनले बताएका छन्। लगातार 2 विश्वकप जित्ने टोली बन्नबाट आफ्नो टिम चुकेपछि भावुक बनेका अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको बताएका छन्। 48 वर्षीय स्कालोनीलाई सन् 2018 को विश्वकपमा अन्तिम 16बाटै अर्जेन्टिना बाहिरिएपछि मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। त्यसबेला उनीसँग मुख्य प्रशिक्षकको अनुभव त थिएन नै, सहायक प्रशिक्षकका रूपमा काम गरेको पनि छोटो अनुभव थियो। तर शङ्काबीज नियुक्त भएका स्कालोनी अर्जेन्टिनाको इतिहासमा सबैभन्दा सफल र धेरै उपाधि जितेका प्रशिक्षक बनेका छन्। सन् 2022 को विश्वकप जितेको उनको टिमले आइतबार राति अर्को विश्वकपमा स्पेनसँग 1-0 को हार बिहोर्नु पर्यो। साथै उनले अर्जेन्टिनालाई सन् 2021 र 2024 मा कोपा अमेरिकाको उपाधि पनि दिलाए। म महासङ्घका अध्यक्षसँग कुरा गर्नेछु, स्कालोनीले दोबासे मार्फत भने। म के गर्न चाहन्छु भन्ने बारे मेरो एउटा सोच छ। म मेरो सम्झौता अवधि सकिएपछि पनि मलाई सोच्नुपर्ने आवश्यकता महसुस भएको छ किनकि मलाई थाहा छैन कि फेरि यति ठूलो काम गर्न सकिन्छ वा सकिँदैन र सायद हामीले यसबारे विस्तृत कुराकानी गर्न आवश्यक छ, उनले थपे। मलाई अहिले जुन ठाउँमा छु त्यहाँ पुग्ने यो अवसर दिएकोमा म अध्यक्षप्रति आभारी छु, उनले भनेका छन्। त्यतिबेला यो सबैका लागि सपनाको ठाउँ थियो र हामीले स्टाफहरू र खेलाडीहरू सबैले अन्तिम मिनेटसम्म आफ्नो तर्फबाट 100% दिने प्रयास गरेका छौँ, उनले अगाडि भने। र मलाई लाग्छ कि यसबारे गहिरिएर सोच्नका लागि मैले आफ्नो लागि केही समय लिनु न्यायोचित नै हुनेछ। स्कालोनी लगातार 2 पटक विश्वकप फाइनलमा पुग्ने दोस्रो अर्जेन्टिनी प्रशिक्षक समेत हुन् र कुनै पनि देशको हिसाबले हेर्दा उनी 5औं प्रशिक्षक बनेका छन्। अर्जेन्टिनाकै कार्लोस बिलारोले देशलाई सन् 1986 को उपाधि र 1990 को फाइनलसम्म पुर्याएका थिए। तर उनले स्कालोनीको जस्तो कोपा अमेरिकाको सफलता पनि हासिल गर्न सकेका थिएनन्। यदि स्कालोनीले निरन्तरता दिए भने सम्भवतः यो यस्तो समूहसँग हुनेछ जुन उनले झन्डै 1 दशक अघि सम्हालेको टोलीभन्दा निकै फरक देखिनेछ। लियोनेल मेस्सी 39 वर्षका भइसकेका छन् र 8 गोल तथा 4 असिस्ट सहित उनले यसपालि पनि उत्कृष्ट प्रतियोगिता खेले। 8 पटकका बालोन डिओर विजेता मेस्सीको सन् 2030 को विश्वकपमा सहभागिता लगभग असम्भव जस्तै देखिन्छ। समग्रमा अर्जेन्टिनाका 8 जना खेलाडी सन् 2022 र 2026 दुवै फाइनलमा सुरुवाती 11 मा खेलेका थिए र उनीहरूका सबैभन्दा चर्चित स्टार बाहेक अन्य खेलाडीहरूमा पनि ठूलो परिवर्तन हुने कुरा लगभग निश्चित छ।
शेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ। अघिल्लो कारोबारको दिन शुक्रबार 79 अङ्क बढेको शेयर बजार यो साताको सुरुवातको दिन सोमबार 41.70 अङ्कले बढ्दै 1.55% कायम गरेको छ। लगातार 2 कारोबार दिनमै शेयर बजार 120 अङ्क बढेको छ। सोमबारको वृद्धिसँगै नेप्से परिसूचक 2719 अङ्कमा कायम भएको छ। सोमबारको यो अङ्क 1 महिना यताकै उच्चतम अङ्क हो। जेठ 29 गते 2724 अङ्कमा रहेको नेप्से त्यस यताकै उच्चतम अङ्कमा सोमबार छोएको छ। सोमबार दिनभर जसो बजार हरिरह्यो, बन्द हुँदाको नेप्सेको अङ्क कारोबार अवधिको उच्चतम अङ्क पनि त्यही रहेको छ। यो सहित लगातार 5औं दिन बजार बढेको छ। भारतमा शिक्षा प्रणालीमा सुधारको माग गर्दै ककरो जनता पार्टी सीजेपीले गरेको आह्वानपछि सोमबार हजारौं मानिसहरूले संसद भवनतर्फ मार्च गर्ने प्रयास गरे। तिनमा विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा नेताहरू पनि समावेश थिए। दिल्लीमा विरोध प्रदर्शन गर्न तोकिएको स्थान जन्तर मन्तरमा प्रदर्शनकारीहरूको घुइँचो लागेको थियो। त्यहाँ सयौंको संख्यामा प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाहरू खटाइएको थियो। समाचार संस्था एएनआईले सार्वजनिक गरेको भिडियोमा केही सुरक्षाकर्मीहरूले सीजेपीका समर्थकहरूलाई तितर-बितर पार्न लाठीचार्ज गरेको देखिएको छ। प्रदर्शनकारीहरू अगाडि बढ्न खोजेपछि प्रहरीले एक ठाउँमा उनीहरूलाई तितर-बितर पार्न अश्रु ग्यास समेत प्रहार गरेको थियो। सीजेपीको समर्थनमा 21 दिनदेखि अनसनमा रहेका अभियानकर्मी तथा शिक्षाविद सोनम वाङचुकलाई शनिबार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि तनाव थप चुलिएको हो। उनले अस्पतालमा पनि अनसन जारी राखेका छन्। दिल्ली प्रहरीले प्रदर्शनकारीहरूलाई मार्च गर्न अनुमति नभएको बताएको छ, तर सीजेपीका प्रवक्ताले बीबीसीलाई बताए अनुसार अनुमति नभए पनि प्रदर्शनकारीहरू संसद भवनतिर अगाडि बढ्ने बताएका छन्। सीजेपीको स्थापना अभिजित दिप्केले गरेका हुन्। पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनैतिक संस्था पनि होइन। प्रश्नपत्र बाहिरिने सहित परीक्षामा हुने अनियमितताको विरोध गर्न गत मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो। त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूले गरेका छन्। तर प्रधानले सीजेपी र त्यसका समर्थकहरूलाई उशृङ्खल तत्त्वहरूको बी टिम भन्दै चर्को आलोचना गरेका छन्। सीजेपीका प्रवक्ता सौरभ दासले सीजेपीका संस्थापक अभिजित देवकेलाई प्रहरीले लगेको दावी गरेका छन्। सौरभ दासले सडकमा ओर्लिएका विद्यार्थीहरूको पक्षमा उभिन सबै सांसदहरूलाई आह्वान समेत गरेका छन्। उनले प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई कुटपिट गरेको बताएका छन्। एन्ड्रु बोनहोम बेलायतका नयाँ प्रधानमन्त्री बनेका छन्। बकिङहम दरबारले सोमबार एक विज्ञप्ति जारी गर्दै महाराज चार्ल्सले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव उनले स्वीकारेको जानकारी दिएको छ। कियर स्मारले 4 हप्ता अघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। भारी बहुमतका साथ निर्वाचित भएको 2 वर्ष पनि नपुग्दै उनले सत्तारूढ लेबर पार्टीको नेताबाट राजीनामा दिएका थिए। स्मार लेबर पार्टीको नयाँ नेता चयन नगरेसम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा पदमा रहेका थिए। लेबर पार्टीको नयाँ नेता चुनेपछि बोनहोम प्रधानमन्त्री बनेका हुन्। उनी 1 दशकमा बेलायतको 7औं प्रधानमन्त्री बनेका छन्। सरकारको खस्काउँदो शाखलाई पुनर्जीवित गर्न सक्ने नयाँ नेतालाई सत्ता हस्तान्तरण गर्न चौतर्फी दबाव बढेपछि स्मार्टले राजीनामा दिएका थिए। उनले जुलाई 2024 को निर्वाचनमा लेबर पार्टीलाई शानदार जित दिलाएका थिए, तर त्यसयता उनको र पार्टीको लोकप्रियता निकै खस्किएको थियो। बेलायतको संसदीय शासन प्रणाली अन्तर्गत संसदमा बहुमत भएको दलको नेतृत्व जसले गर्छ उही देशको प्रधानमन्त्री बन्ने प्रावधान रहेको छ। भारतमा डेङ्गु विरुद्धको खोपलाई मान्यता दिएको छ। डेङ्गु भाइरस विरुद्ध जापानी कम्पनीले बनाएको क्योडेङ्गा नामको खोपले भारतमा प्रयोगका लागि स्वीकृति पाएको हो। जापानी औषधि कम्पनी टेकेडा फार्मास्युटिकल्सले विकास गरेको यो खोपलाई भारतको औषधि नियामक निकाय सेन्टर ड्रग स्ट्यान्डर्ड एन्ड अर्गनाइजेसनले स्वीकृति दिएको हो। क्योडेङ्गा खोपले 4 प्रकारका डेङ्गु भाइरस सेरोटाइप 1, 2, 3 र 4 विरुद्ध सुरक्षा प्रदान गर्ने बताइएको छ। कोभिड-19 खोप जस्तै यो 2 मात्र लगाउनु पर्ने हुन्छ। एउटा डोज लगाएको 3 महिनापछि अर्को डोज लगाउनु पर्छ। 4 वर्षदेखि 60 वर्ष उमेरका व्यक्तिलाई दिन मिल्ने यो खोप डेङ्गु नभएकाहरूले पनि लगाउन सक्छन्। हाल भारतमा समेत उत्पादन भइरहेको यो खोप हाल 1 डोजको रुपैयाँ 6,000 देखि 12,000 भारतीयसम्म पर्ने गर्छ। भारतीय चर्चित अभिनेता सलमान खानको पछिल्लो पटक सार्वजनिक भएको नयाँ हुलियाले उनका फ्यानहरूलाई चिन्तामा पारिदिएको छ। सार्वजनिक तस्बिरमा खान शारीरिक रूपमा दुर्लभ र वृद्ध समेत देखिन्छन्। धेरैले यो परिवर्तनको कारण के होला भनेर जिज्ञासा राखिरहेका छन्। उनी गम्भीर बिरामी भएको हुन सक्ने एकाथरीले अड्कल गरेका छन् भने अर्काथरीले उनको कुनै फिल्मको क्यारेक्टरको लुक हुन सक्ने अनुमान गरेका छन्। खानको पछिल्लो स्वरूपको भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जाल एक्समा कमेन्टहरूको बाढी नै आयो। केही ट्विटहरू पनि देखिएका छन्। एकजना चिन्तित प्रयोगकर्ता सजल गुप्ताले सलमान खानको पछिल्लो स्वरूपको बारेमा एएनआईको पोस्टमा टिप्पणी गर्दै लेखेका छन्। लाग्छ उनले पहिले जस्तो आफ्नो ख्याल गर्न छाडेका छन्। अर्का प्रयोगकर्ताले सलमानको स्वास्थ्यलाई लिएर ठट्टा गर्दै लेखेका छन्। यसलाई बुढौली भनिन्छ, कम्तीमा उनी अलि दुब्लाएछन्। बढ्दो अड्कलबाजीका बीच खानको अर्को एउटा पोस्टले सबैको ध्यान तानिरहेको छ। अभिनेताले सामाजिक सञ्जालमा एउटा रहस्यमय पोस्ट सेयर गर्दै लेखेका छन्, तपाईको स्वास्थ्य कस्तो छ?
फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना पराजित भएपछि राजधानी ब्युनस आयर्समा भएको समर्थकहरूको शान्तिपूर्ण जमघट कार्यक्रम हिंसात्मक बनेको छ। उपद्रव समूहले तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र रबरका गोलीहरू समेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। स्पेनसँग फाइनलमा 1-0 गोल अन्तरले पराजित भए पनि अर्जेन्टिनाको उत्कृष्ट प्रदर्शनको सम्मानमा हजारौं समर्थक राति ब्युनस आयर्सको प्रसिद्ध ओबेलिस्क क्षेत्रमा भेला भएका थिए। सुरुमा शान्तिपूर्ण रहेको कार्यक्रमपछि केही उपद्रव समूहले ढुङ्गा मुढा तोडफोड र लुटपाट गर्न थालेपछि प्रहरीले हस्तक्षेप गर्न बाध्य भएको थियो। प्रहरीले मोटरसाइकल मार्फत आएका उग्रवादीहरूलाई नियन्त्रणमा लिन थालेपछि अभिभावकहरू साना बालबालिकालाई लिएर सुरक्षित स्थानतर्फ भागेका थिए। अनुहार छोपेका र मदिरा सेवन गरेका केही व्यक्तिले पसलका सिसा फुटाउनुका साथै एक नाटक गृहमा समेत जबरजस्ती प्रवेश गरी क्षति पुर्याएका थिए। यस घटनाले अर्जेन्टिनालाई 24 वर्ष यतिकै उत्कृष्ट विश्वकप प्रदर्शन गरेपछि समर्थकहरूले गरेको उत्सवमा खलल पुर्याएको छ। ब्युनस आयर्सको ओबेलिस्ट क्षेत्रमा सामान्यतया जितको उत्सव मनाइने भए पनि यसपटक हारका बावजुद हजारौं समर्थक टोलीको सम्मानमा भेला भएका थिए। उनीहरूले राष्ट्रिय झण्डा फहराउँदै गीत गाउँदै र अर्जेन्टिना अर्जेन्टिना भन्दै टोलीको समर्थन गरेका थिए। यद्यपि टोलीको प्रदर्शनप्रति गर्व गरे पनि धेरै समर्थकले विश्वकप उपाधि गुमाउनुको पीडा लुकाउन सकेनन्। लियोनेल मेस्सीको सम्भावित अन्तिम विश्वकप आँसुसँगै विदाई भएको भन्दै उनका फ्यानहरू निराश बनेका थिए। इन्डोनेसियाको दक्षिण सुलावेनी प्रान्तमा केएम नुरुल साल्सा नामक डुङ्गा दुर्घटना भई बेपत्ता भएका 5 जनालाई 4 दिनपछि जीवितै उद्धार गरिएको छ। देशको खोज तथा उद्धार एजेन्सीले आइतबार जानकारी दिए अनुसार ती व्यक्तिहरूलाई माल्टाङ टापु नजिकै एउटा माछा मार्ने डुङ्गाले फेला पारेको थियो। समुद्रको बीचमा माछा आकर्षित गर्न प्रयोग गरिने विशेष यन्त्रको सहारामा उनीहरू 4 दिनसम्म तैरिन सफल भएको अधिकारीहरूले बताएका छन्। मकासर खोज तथा उद्धार कार्यालयका प्रमुख मोहम्मद आरिफ अनवरले जीवितै उद्धार गरिएकाहरूको स्वास्थ्य परीक्षण थप उपचार भइरहेको जानकारी दिएका छन्। उक्त दुर्घटनामा अझै 20 जना बेपत्ता रहेको बताइएको छ। भारतको पश्चिम राज्य गुजरातको एक अवैध पटाका कारखानामा भएको भीषण विस्फोटनमा पनि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने अन्य 10 जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार अहमदाबाद शहरमा सञ्चालित उक्त कारखानामा अचानक भएको विस्फोटनपछि भीषण आगलागी भएको थियो। प्रहरीले उक्त पटाका निर्माण इकाइ अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ। विस्फोटनको समयमा कारखानामा करिब 15 जना कामदार थिए। घटनामा घाइते भएका 10 जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा कुन अवस्थामा पिसाबबाट असामान्य गन्ध आउँछ? यस्ता हुन सक्छन् मुख्य 10 कारणहरू। सामान्य अवस्थामा पिसाबमा हल्का र सहन योग्य गन्ध मात्र हुन्छ, तर कहिलेकाहीँ पिसाबबाट असामान्य रूपमा कडा अमोनिया जस्तो गुलियो वा सडेको जस्तो गन्ध आउन सक्छ। धेरै जस्तो अवस्थामा यसको कारण असामान्य र अस्थायी हुन्छ, तर केही अवस्थामा यो शरीरभित्र भइरहेको रोगको प्रारम्भिक सङ्केत पनि हुन सक्छ। पिसाबको गन्ध मुख्यतः त्यसमा रहेका रसायन, शरीरको पानीको मात्रा, खानपान, औषधि तथा सङ्क्रमणले निर्धारण गर्छ। यदि गन्ध लगातार रहिरहन्छ वा अन्य लक्षणसँग देखिन्छ भने चिकित्सकीय जाँच आवश्यक हुन्छ। त्यसो त 10 कारणहरू के छन् यसको विषयमा अब हामी चर्चा गर्छौं। शरीरमा पानीको कमी। पिसाबबाट कडा गन्ध आउनुको सबैभन्दा सामान्य कारण शरीरमा पानीको कमी हुनु हो। जब शरीरमा पानीको कमी हुन्छ पिसाब गाढा पहेँलो हुन्छ। यस अवस्थामा पिसाबमा रहेको अमोनियाको मात्रा सापेक्ष रूपमा बढी हुने भएकाले अमोनिया जस्तो तीव्र गतिको गन्ध आउँछ। खानपान तथा औषधिको प्रभाव। केही खाद्य पदार्थ र औषधिले पिसाबको गन्ध परिवर्तन गर्न सक्छन्। उदाहरणका लागि कफी, बियर तथा मदिराजन्य पदार्थ, भिटामिन बी सप्लिमेन्ट, केही एन्टिबायोटिक औषधिहरू आदि सेवन गरिरहेका बेला पिसाबमा गन्ध आउन सक्छ। पिसाबको संक्रमण। यदि पिसाबबाट नराम्रो वा सडेको जस्तो गन्ध आउँछ भने यसको प्रमुख कारण मध्ये एक पिसाबको संक्रमण हुन सक्छ। मूत्राशय वा पिसाब नलीमा ब्याक्टेरियाको वृद्धि हुँदा यस्तो गन्ध उत्पन्न हुन्छ। मधुमेह तथा केटो एसिडोसिस। मधुमेह नियन्त्रणमा छैन भने पिसाबमा ग्लुकोजको मात्रा बढ्छ। यसका साथै शरीरले ऊर्जा उत्पादनका लागि बोसो जलाउँदा केटोन नामक पदार्थ उत्पादन हुन्छ, जसले पिसाबमा गुलियो वा फलफुल जस्तो गन्ध निम्त्याउन सक्छ। यौनजन्य तथा प्रजनन अङ्गमा संक्रमण। केही यौनजन्य संक्रमणहरू तथा महिलामा हुने यौन संक्रमणले पनि पिसाबमा दुर्गन्ध आउने समस्या निम्त्याउन सक्छ। कलेजो तथा मेटाबोलिक रोगहरू। कलेजोको गम्भीर समस्या, केही दुर्लभ जन्मजात मेटाबोलिक रोग तथा मृगौला सम्बन्धी रोगहरूले पनि पिसाबको गन्ध परिवर्तन गर्न सक्छन्। पिसाब धेरै समय रोकेर राख्दा। लामो समयसम्म पिसाब नफेर्दा पिसाब बढी बाक्लो हुने भएकाले गन्ध तीव्र हुन्छ। पिसाब थैलीमा पत्थरी। मूत्राशयमा पत्थरी हुँदा वा पिसाब पूर्ण रूपमा ननिख्रिने अवस्थामा संक्रमण र दुर्गन्धको जोखिम बढी हुन्छ। प्रोस्टेटको समस्या। विशेष गरी वृद्ध पुरुषहरूमा प्रोस्टेट बढ्दा पिसाब थैलीमा पिसाब बाँकी रहने हुनाले बारम्बार संक्रमण र दुर्गन्धित पिसाब देखिन सक्छ। फिस्टुला। दुर्लभ अवस्थामा आन्द्रा र मूत्राशय बीच असामान्य सम्बन्ध बनेमा पिसाबबाट मल जस्तो दुर्गन्ध आउन सक्छ। यस्तो अवस्थामा तत्काल विशेषज्ञको परामर्श लिन आवश्यक हुन्छ। कस्तो अवस्थामा चिकित्सकलाई देखाउने त? प्रशस्त पानी पिउँदा पनि गन्ध नघटेमा, 2-3 दिनभन्दा बढी समस्या रहेमा, पिसाब गर्दा पोल्ने वा दुख्ने भएमा, बारम्बार पिसाब लागिरहेमा, पिसाबमा रगत देखिमा, ज्वरो आउने र कम्मर दुख्ने समस्या भएमा, मधुमेह भएका व्यक्तिमा अचानक पिसाबको गन्ध परिवर्तन भएमा। पिसाबको गन्ध शरीरको स्वास्थ्यबारे एउटा महत्त्वपूर्ण सङ्केत हुन सक्छ। धेरै जसो अवस्थामा यसको कारण साधारण र अस्थायी भए पनि कहिलेकाहीँ अन्य रोगको प्रारम्भिक सङ्केत पनि हुन सक्छन्। त्यसैले पिसाबको गन्धमा असामान्य परिवर्तन लामो समयसम्म रहिरहेमा त्यसलाई सामान्य ठानेर व्यवस्था गर्नु हुँदैन। आजको स्वास्थ्यसँग सम्बन्धित जानकारी मूत्र रोग तथा मृगौला प्रत्यारोपण विशेषज्ञ डाक्टर रोशन अधिकारीले अनलाइन खबरलाई तयार पारेको सामग्रीबाट साभार गरेका हुँ।
यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौँ। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईको केही प्रतिक्रिया भई कमेन्ट बक्समा लेखिदिनुहोला। साथै मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। तपाईको बाँकी पल सुखद रहोस्। नमस्कार।